कति दुःख गरेर पालेको मान्छेको भारी बोकेर मान्छेको मोल फालेर मान्छेको भारी बोकेर जराबुटी खानेर पालेको छोराछोरी मेरो अहिले 9 महिना भइरहेछ। मेरो नानी मेरो एउटा मात्र छोरा थियो, एउटा छोरी छ, एउटा छोरा छ। अहिले एउटा छोरी मात्र छ, मेरो छोरा त्यसै बित्नु गयो। अनि एउटा बारी छ, बारी म मेरो बजार गएको थियो, सुत्केरी थियो, उहाँको सामान ल्याउँछु भनेर बजार गएको थियो। बजारदेखि आउने बेला छोराले भन्नुहुन्थ्यो सामान लिएर आउनु भनेर पठाएको थियो। आउनु भएको थियो घाटमा, अनि लेनाले जाने बेला सामान लिएर आएको थियो। त्यसै घाटमा त्यस्तै पिउनुमा झरेर मेरो छोरो बित्याउँछ। सानै बचपनदेखि मैले दुःख भोगेको, दुःख झेलेको, एउटा होइन 3 छोरा मेरो बितिसकेको छ। बुढा पनि छैन, मेरो बारीको पनि छोरा त्यस्तै भयो, म पनि त्यस्तै छु। धेरै दुःख पीडा मेरो, कति दुःख गरेर पालेको मान्छेको भारी बोकेर मान्छेको मोल फालेर मान्छेको भारी बोकेर जराबुटी खानेर पालेको छोराछोरी मेरो। अहिले म एउटै बस्नु परिरहेछ। एउटा छोरी छ, भोलिको दिन परेर जाने हो। यति दुखीमा छु, यति पीडामा छु हजुर। के गर्ने हो, म कहाँ जाने हो, के गर्ने हो। जिन्दगीभर दुखीमा जिन्दगी काटिरहेको छु मैले। कुन देवीले जन्म दिएको होला मलाई। यस्तो भाग्य कसैले पनि नहोस्। जति मलाई भोग्या छु नि, जति मलाई दुःख पीडा छ, यस्तो दुःख पीडा कसैले नहोस्। प्रभु भन्छु, मलाई यति दुःख छ, यति पीडा छ। अरू के भन्ने अब, कसैले भन्ने, कसले भन्ने, आफ्नो दुःख पीडाहरू कसले बोक्ने, कसैले बुझ्दैनन्। हजुरहरू आइसकेको छ, केही कुराहरू त मेरो कुरा बुझ्देला भनेर बोल्नु त सकिँदैन, तर त्यसै 2 शब्द बोल्छु भनेर अगाडि आएको। यति नै बोल्न चाहन्छु। नमस्ते।